चल्नै साथीहरु आज घुम्न जाने रे खै कता हो पनि 5-6 बाइकमा जाने रे त्यही भएर जबरजस्ती बोलाएर हिँड्दैछ आजको घुमघाम खै के भन्ने ठाउँ थियो अब हामी अलिक यहाँहरु हिँडो ठोक्यो के हो एकदम साथ लगाएर किनेको छ भने उनीहरू ल्याउनु बिर्सेको छ हामी त्यो टुपीको डाँडा भन्दा नि उतै जान आँटेको अरे अनि जानु लाग्दैछौँ हिँड्दैछ अब हेरौँ सबभन्दा लास्ट डे हामी भयो अगाडि केटाहरू गयो 3 जना अनि केटाहरू हिँड्दै हो अरू बाँकी बाइकमा यहीँ छ अनि हिँड्दैछ म त भ्लगर हो ल है कता भने हैन घुम्नु भने त नि तानै यी तान्ने बाइक ताने हो भान्सी आउ न यो माल्लो बाटो हेरेर जाँदाखेरि के भन्छ कस्तो पर्यो बाटो छैन नि त यस्तो छ बाटो हो अब हामी त अब खै गाडी नि हेर्ने हुन त म त सानो मान्छे म पनि हेर्न यहाँ आफ्नो मोबाइल डुबे यार के हो यो सिधा बिचबाट आऊ यता आइज यता बिचबाट आइज बिचे त्यहाँ खोलामा धुनुपर्छ ल लाउरे बिस्तारै लाउरे मोबाइल हिलोमा छिरेर यहाँ वापै राम्ररी भिडियो बनाउनु पर्ने भिडियो बनाउनु के गर्नु भयो एकजना चाहिँ क्यामेरा पनि राखिरहनु पर्ने भन्नु भयो हाल्न चाहिँ उहिले केटोले उच्च डाँडा हो
चलाउने मान्छे देखेँ केटाहरू त्यही हुन्छ होइन पो रहेछ हेरौँ न ठाउँ हामी आयो फुर्ने भिड हाम्रो राजा साहब हो राजा साहब झर्नु झर्नु आँटिसक्यो त्यो केटा ओए बाइक जाँदैन ओए बाइक जाँदैन म ओरे बा भिडियो गर केटा हौ कता बाटो ओ त्यहाँ माथिबाट है मेरो भिडियो यता नि भिडियो गरेको भिडियो गाफेली सन्धिए सल्लाहघारी कि सल्लेरी के भन्न खासमा चाहिँ तर यहाँको नाम चाहिँ अघि रहेछ हामीले चाहिँ मिस्टेक भएपछि पोखरी भन्छ पोखरी कि पोखरी के अरे पोखरी यस्तो के भन्ने ठाउँ रहेछ तर हामी चाहिँ मिस्टेक भएको आइपुग्यो आएर हामीले पुगिसकेका छौँ अहिले हामी बेलुकाको 5:30 भएको छ कार्तिकको आज 8 गते होस् यो डाँडा चिलोमा त्यही हो अहिले चाहिँ हामी बाटो बिर्सेको थियौँ यहीँ सोधेर हामी झन्डै यो बाटो गएको थियो तर लास्टमा यो बाटो गयो थियो त्यही गाउँका मान्छेहरू घाँस काटेर गरेर आउँदैछु हामी चाहिँ 10जना हामीले 10जना आएको थियो बाइकमा 4वटा बाइक एउटा स्कुटर 5वटामा 10जना आएको थियौँ टिम ग्याङहरू यो गाउँ हुँदै हजुरहरू पनि आउन चाहनुहुन्छ नि भन्नु होला है त यो गाउँ हुँदै यही रातो घरको गाउँ हुँदै आउने है साथीहरू एउटा कुरा चाहिँ मलाई ठिक लाग्यो यो यहाँ गाउँको मान्छेहरू चाहिँ सहयोगी मन अब जस्तै अब यहाँको यो ठाउँको लागि चिनानको लागि पनि हुनसक्छ है के अरे यहाँ आउने पर्यटकहरूलाई भिजिट गर्न आउने साथीहरूलाई पानीको व्यवस्था जहिले के रहन्छ त्यहाँनिर जस त्यहाँ केटाहरू